हेलो, गुड इभिनिङ सबैमा जय गुरुदेव। आज चाहिँ म मेरो छोरीको है घरमा अब नातिनीको बर्थडे हुनाले गर्दाखेरि चाहिँ म यहाँ गाउँभित्रै आएको छु र उहाँहरूको जति पनि निमन्त्रणा गेस्टहरूसँग म गफ आज यहाँ केही एउटा मिठो गफहरू गरेर तपाईँहरू समक्ष प्रस्तुत ल्याउँदैछु। र यहाँ मेरो भन्नुपर्दाखेरि चाहिँ मेरो घनिष्ठ एउटा मेरो आफ्नै फुपू पुसैको छोराको नातिले चाहिँ अब छोराको छोराले चाहिँ अब यहाँ मेरो छोरी ल्याएको हुनाले गर्दाखेरि चाहिँ म भनौँ सम्धीको घरमा छु आज। र उहाँलाई चाहिँ अब एउटा सेलिब्रेट एउटा नानीको बर्थडेको सेलिब्रेटको विषयमा मलाई यहाँ निम्ताएको हुनाले गर्दाखेरि म आएको छु। र मेरो पनि यहाँनिर जति पनि उपस्थिति मेरो गाउँ गोर्खा हर्षोदय समाजभित्रको शुभचिन्तक अथवा सेवकहरूसँग मेरो आज यहाँनिर भेटघाट भयो है। र यस्तो प्रकारले म तपाईँहरूलाई पुरानो एउटा तस्बिर मेरो फुपू पुसैको म यहाँ लिएर यहाँ हुनुहुन्छ मेरो पुसै र यहाँ हुनुहुन्छ मेरो फुपू है। र यसरी आज यो पुर्खाहरू हो, उहाँहरू पुर्खाहरू हुनुहुन्छ र उहाँको छोराहरूको नाति पलातिनीको चाहिँ बर्थडे हुँदैछ आज यहाँनिर। यसर्थ है हामी समक्ष सबै गाउँका इष्टमित्रहरू जोडिसक्नु भएको छ। तर उहाँ चाहिँ अर्धसैनिकमा हुनुहुन्छ यहाँ मेरो उहाँको नाति चाहिँ है कमान्डो है। उहाँ अब मेरो चाहिँ ज्वाइँ हो र अब गोर्खा राइफल है। र अब उहाँको छोरीको चाहिँ आज बर्थडे मेरो चाहिँ नातिनी हो। र यसर्थ अब सबै शुभचिन्तकहरूले सम्झेर एउटा यहाँ आउनु भएको छ। र उहाँ उहाँको रिदम गुरुङको बाबा चाहिँ यहाँ ह्याप्पी भइरहेको छ नातिनीको बर्थडेमा है, ह्याप्पी भइरहेको छ। मेरो आउने क्रममा यहाँ अहिले है जति पनि यहाँ जुन चाहिँ नानीको आमा र बाजे र बोजू चाहिँ उहाँ हुनुहुन्छ है। यसरी नै अब हाम्रो जुन बर्थडे केक त पहिला नै काटिसकेको रहेछ, तर म पनि अलिकति त्यस्तै कामको व्यस्तताले गर्दा ढिलो भएँ। र यहाँ अब के भन्नु चाहन्छु भनेदेखिलाई हाम्रो यहाँको मेरो जुन चाहिँ रिदमको बाले चाहिँ सबै इष्टमित्रहरूलाई बोलाउनु भएको छ, गाउँको जति पनि शुभचिन्तकहरू है। र यहाँ यस प्रकारले यहाँ हामी सानो गेट टुगेदरमा हामी भेला भएका छौँ नानीको बर्थडेमा। यहाँ जति पनि उपस्थितिहरू चाहिँ यो गाउँका जुन चाहिँ समाजका शुभचिन्तक अथवा समाजलाई माया गर्ने, समाजको कुनै पनि ख्याल राख्ने सेवकहरू नै यहाँनिर उपस्थिति छ। र दुःखमा मात्रै हामीले कति एउटा झेल्नु यस्तो गाउँको कुनै पनि बर्थडे पार्टी इत्यादि कुरोहरूमा हामीले हाँसो एउटा खुसीपन पनि हामीले ल्याउनुपर्छ। यसर्थ तपाईँहरू समक्ष हामीले यो एउटा नानीको बर्थडे पार्टीमा हामी भेला भएर केही एउटा मिठो मसिनो गफ गरेर हामी ल्याउनेछौँ है। तपाईँहरूले रुचाएर यो गुल्चे बुढो भ्लग होइन गुरुङ बाउको चाहिँ सुनिदिनुहोस्, हेरिदिनुहोस्, लाइक कमेन्ट सेयर कमेन्ट गर्नुहोस् र म खुसी हुन्छु, तपाईँहरूलाई म एक दिन खुसी पार्नेछु भन्दै म तपाईँहरू समक्ष मेरो जुन चाहिँ सुरुदेखि नै मेरो भ्लगमा उहाँ पदम कटुवाल चाहिँ अब आउनु भइरहेको छ, म सिनियर। र उहाँ आज अलिकति के भन्छ उहाँको
अलिकति यो एउटा कुम अलिकति अस्ति लडेर अलिकति खजा हुनुभएको थियो, तर अहिले ठिक छ र उहाँको सुस्वास्थ्यको हामी कामना राख्छौँ। उहाँ धेरै आयु बढोस्, उहाँको धेरै एउटा है दीर्घ आयु भएर जाओस् भन्ने हामी कामना राख्छौँ समाजले। र अब उहाँको गफमा चाहिँ उहाँसँग हामी एउटा मजाक एउटा कुरा गर्दैछौँ होइन। यसमा सबै यहाँ सुन्ने अथवा साथीभाइहरू पनि उपस्थिति छ। यहाँ मेरो ज्वाइँ हुनुहुन्छ, भान्जी ज्वाइँ हुनुहुन्छ है सिङतामबाट। अब जसरी भनी ससुराली त आउनै पर्यो नि त। र उहाँको ससुरा चाहिँ उहाँ हुनुहुन्छ मेरो जेठा सम्धी भनौँ या दाजु भनौँ है, मेरो फुपूको छोरा चाहिँ। र यहाँ मेरो सुरज सुब्बा पनि हुनुहुन्छ, घनिष्ठ हामी अब एउटा साथीहरू हो। यहाँ मेरो हाम्रो गोर्खा समाज गोर्खा हर्षोदय समाजको चाहिँ हाम्रो मेरो अहिले जेनुन एउटा भन्छ नि अब जेएनजी चाहिँ अब हामीले चाहिँ उहाँलाई राखेको छौँ। जेएनजी हो नि, प्रेसिडेन्ट हो नि अब है, डरलाग्दो हो नि अब। जेएनजीले चाहिँ अब देश मात्र होइन, समाज मात्र होइन, वर्ल्ड चलाउनु पर्छ होइन। र उहाँ पनि हाम्रो समाजको एक्जिक्युटिभको गतिलो मान्छे हो। उहाँले क्याटरिङहरू पनि गर्नुहुन्छ, रवि राणाले। त्यस्तै प्रकारले यहाँ हाम्रो हिजो पनि मैले भिडियोमा उहाँलाई ल्याएको थिएँ, प्रभास छेत्री मेरो भतिजोलाई है। र यो जेएनजीहरूको इच्छा एउटा भरोसा, हाम्रो एउटा बाउआमामाथि हाम्रो विश्वास, यो केटाहरूले चाहिँ पक्का ठराक छ, गरी खाँदैछ नि त। यस्तो राम्रो कन्स्ट्रक्सन गरेर एउटा ठिकादार भएर गरिरहेको छ, जटिल काम एकदमै। हाम्रो गाउँको है यो, मेरो भन्दिनँ म, हाम्रो गाउँको। यहाँ मेरो भानिज फिटर हो होइन, सुमन गुरुङ भानिज है। र यहाँ हाम्रो देवेन शेर्पा मस्ट एउटा कारिगर है, एउटा सिमेन्टेड भनौँ, काठको भनौँ, इत्यादि गर्छ। यहाँ मेरो विजय भतिजो हो, ड्राइभिङ छ, उसको आफ्नो गाडीको व्यवस्था एउटा उसले व्यवसाय चलाइरहेको छ अहिलेसम्म। र यसरी नै यो घर चाहिँ मेरो भनौँ सन्धिको घर हो। र मैले कसरी चाहिँ उतार्नुपर्छ यसलाई, यहाँ यो नानीको बर्थडे हो है, मेरो छोरीको अब नातिनी हो यो। र यसले गर्दाखेरि यहाँ आज अब यहाँ चाहिँ मैले अब यहाँ तपाईँहरूले चाहिँ अब के भन्छ, कटरल साफको एक दुईवटा अब झिल्का पाउनुहुन्छ है, त्यसलाई स्वीकार दिनुहोस्। मिठो मसिनो जस्तो सुकै भए तापनि गुल्चे बुढो भक्तमा मेन अब पावर चाहिँ अब उहाँ नै हुनुहुन्छ। साकाल जस्तो भएर आएको रहेछ फेरि, साकाल जस्तो भएर आएको छ। अन्त हजुरलाई आज अब यो मतपात त यहाँनिर त्यस्तो चल्दैन, साधुको घर पर्यो है। तर अब यस्तै अब जुसहरू है अलिअलि अब त्यस्तै अब कुनै पनि एउटा कचर भचर भनौँ, एउटा के पनि भनौँ, यो जुस अथवा के अरे कोकहरू त्यस्तै यहाँ इस्यु भएको छ। तर पनि अब अहिलेको जेनेरेसन र जुन बेला तपाईँहरूको जेनेरेसनको विषयवस्तुहरूमा चाहिँ यस्तो कुरोहरूमा चाहिँ कस्तो थियो? अब भनौँ भने यो शब्द हाम्रो पहिला त थिएन। बर्थडे ज्यू है, अब यो त एउटा यो त अब जन्मको दिनको उत्सव हो। ज्यू यो अहिले यो उत्सव खाना चाहिँ मलाई एकदमै मजा लाग्यो। यो जति हामी खान्छौँ नि त्यति हामी नानीलाई चाहिँ आशीर्वाद दिन्छौँ है। हामी आयु दिनुको लागि हामी आएको। हजुर हजुर, हामी त मर्छौँ हजुर, तर बिचमा होइन, पुरा आयु काटेर जिन्दगी भर एकदम मजा गरेर पुरा आशीर्वाद दिएर चाहिँ हामी नानीको चाहिँ पुरा जीवन जेनी आशीर्वाद दिनुको लागि चाहिँ हामी यहाँ जम्मा भयौँ। र आज बर्थडेमा चाहिँ हामी खुसी छौँ। हजुर, अलिअलि खायौँ,
हजुर। बियर सियर यसो खायौँ हजुर। र त्यसले गर्दाखेरि चाहिँ हामी आज नानीलाई चाहिँ आशीर्वाद दिनलाई हामी यदि जमघट भयौँ हजुर र एकदमै राम्रो कुरो छ मलाई पनि मन पर्यो बाबु आमाले पनि जे गर्यो बाजे बोजूले जे गर्यो यो हामीलाई बोलायो हजुर। बोलाएकोमा एकदम खुसी छौँ हामी सब हजुर। खुसी छौँ एकदमै राम्रो छ यो आजको बर्थडे अब यो ठिक छ। अच्छा अच्छा तपाईँलाई एउटा प्रश्न मेरो है हाम्रो पदम कटवाललाई दाजुलाई अच्छा यो कुरो चाहिँ हाम्रो नानीहरूले जुन चाहिँ सेलिब्रेट एउटा बर्थडे पार्टी बिहा है यस्तो उत्साह राम्रो कुरोमा मात्रै खाओस् कि अन्य दिनहरूमा बिहानदेखि खाओस् तपाईँको के भन्नुहोस् यसमा चाहिँ म यो चाहिँ यसमा चाहिँ भरसक राम्रो कुरोमा पनि हाम्रो नौजवान युवकले चाहिँ नखाओस् किनभने लागु परिजान्छ त्यसमा अलिकति चिप्लोमा पऱ्यो भने त्यस चिप्लोले 36,000 टेस्ट निकाल्छ हजुर हजुर त्यसले गर्दा यो टेस्टले चाहिँ चिप्लोलाई बिगाऱ्यो भने यही खोजिरहन्छ केटाहरू अन्त त्यो खाइरह्यो भने के हुन्छ छोटो आएको हुन्छ त्यसले गर्दाखेरि अहिले खानेहरू सबै फटाफट जाँदैछ यसमा अब मैले देख्दाखेरि चाहिँ अब तपाईँको सानो अलिकति बात काट्दै भने यसमा हामीले यो उसमा रुचि भिजी एउटा व्यस्तता यसमा बिहानदेखि खाने लागु पदार्थ एउटा यो नसालु पदार्थ खाएर चाहिँ अब समाज आफ्नो गाउँ घर देश विदेशहरू बिगार्ने कुरोहरू सुनेको छौँ हामीले त्यस्तो नहोस् है यस्तो नहोस् यस्तो नहोस् एउटा ओके जेनरली एउटा गेट टुगेदरमा खाँदा केही छैन है तपाईँको भन्नु त्यही हो त्यही हो तर एउटा कुरो चाहिँ के छ भने अब यो थोरै एकदमै वैज्ञानिक युग हो हजुर हजुर हामी त्यो एउटा प्रस्तर युगको जस्तो मान्छे हजुर हाम्रो हामी जन्मिँदा कागज पत्र केही थिएन खालि एउटा भोटर आधार कार्ड पनि भर्खर खिचियो हजुर हजुर अब हामी एकता 72 पुग्यो हजुर आधार कार्ड भर्खर खिचियो हजुर त्यति बेला चाहिँ कागज पत्र केही थिएन पचारी धुनु पर्यो आज एउटा कागज पत्रको लागि 3-4 दिन पचारी जानुपर्छ हजुर यो जमाना आएको छ हजुर यो जमानामा चाहिँ अस्ति एउटा मेरोमा भिखारी आएको थियो हजुर भिखारी आएको थियो हजुर त्यो भिखारीलाई मैले चामल दिएँ हजुर टक्कै चामल दिनु पर्यो चामल र पैसा हजुर 10 रुपियाँ पैसा र चामल दिएको थिएँ पैसा मात्रै लग्यो चामल किन नलग्यो त्यो अरे ऐसा चामल हम नहीं खाता है ऐसे चामल हम नहीं खाता है उन्होंने धमास गर्यो कुन चाहिँ चामल खान्छ त हम त नुनिया खाता है भिखारीले नुनिया खाने चामल यो युगमा आयो र अब मैले ठिक छ एकछिन भित्र गएर यति नुन र चामल लिएर आएँ मेरोमा यति चामल र नुन लिएर आएँ नुन र चामल खान्छ र नुनिया खान्छ भाइ बिहा बात गर्दा है भने भिखारी पनि पाएँ त्यो नुन र चामल पनि लगेन हो त्यो मान्छे भिखारी त नुनिया चामल खाने भएको छ यहाँनिर यो युग आएको छ अन्त अगाडि भन्थ्यो नि पर्मा चामल र बगडा चामल सुँगुरले खान्छ भन्थ्यो नि साँच्चै नै पक्का यो जमाना आयो पक्का पक्का र त्यसले गर्दा अब हामी बाटी साटीमा हामी त्यो खान्छौँ तर भाइ बहिनीले यो सिकेर भाइहरूले सिकेर यो कन्टिन्यू लागु चाहिँ यसमा हुनु हुँदैन यसैको सन्दर्भमा अब जब अहिले हाम्रो युथहरू पनि उपस्थिति छ होइन यहाँ अब बर्थडे पार्टीमा बुढोपाका पनि छ युथहरू पनि छ है अन्त यसमा अब एउटा मलाई चासो लागेको कुरो चाहिँ के हो भनेदेखिलाई यो जुन चाहिँ हामीले अब बियर है कोक अथवा कुनै ड्रिङ्क एउटा हामीले सेवन गर्दैछौँ भनेदेखिलाई यसमा युथहरूलाई चाहिँ तपाईँकोबाट के कस्तो मेसेज मेरोबाट चाहिँ एउटा युथलाई यो भन्ने कुरो छ आज मलाई युथले एक्लो बनायो आज मेरै घरको युथले मलाई एक्लो बनायो तर किन यही चिजले यही चिजले अब म यो युज गर्दैन यस्तै फङ्सनमा केही यस्तो म यो अलिअलि खान्छु तर मेरो छोराले बिहानदेखि युज गर्ने हुँदाखेरि मलाई चाहिँ एक्लो पर्यो अब के गर्नु अब फोटोमा नमस्ते गर्ने बेला भइसक्यो दुःख लाग्दो अब फोटोमा नमस्ते गर्दाखेरि मलाई कहिले मद्दत गर्ने अब म बुढेसकालमा त भिख माग्नुपर्छ अनाथ आश्रममा जाने बेला भइसक्यो सिधै कुरा छ किनभने मेरो छोरै मऱ्यो एउटै छोरा 46 वर्ष स्याहार गरेको मतमा नखा भन्दा बिहानदेखि लागु भयो बिहानदेखि लागु त खाना खाएन दसैँको दिनमा फलफुल पनि खाएन हातमा 3-4 दिन खाएन अलिअलि बिमार भयो त्यति बेला सबै एक दिनको बिमारले मऱ्यो
यो मऱ्यो त म भन्दिनँ, त्यसको आत्मा त मरेको छैन। सायद मलाई हेर्छ होला, आशा छ, मलाई ठुलो आशा छ हो। तर चिज चाहिँ त्यसलाई मार्ने यही चिज हो। यो टाइममा युज गरेन भने यसले मान्छेको प्राण लान्छ। अच्छा, तपाईँलाई अब एउटा अर्को यो एकदमै गतिलो प्रश्न आउँछ। किनभनेदेखिलाई तपाईँ एउटा घाम या अथवा जुन नै आमाको बाउको कृपा दिनुहुन्छ। भन्छ नि हाम्रो 9 लाख तारा छ तर धरतीलाई उज्यालोको लागि जुन र घामै चाहिन्छ भन्ने कस्तो लाग्छ तपाईँलाई? यो त राम्रो कुरो हो। यो त राम्रो कुरो। अनि अब हामीले चाहिँ भन्छौँ नि, त्यो भनेको अर्थ चाहिँ तपाईँले एउटा अलिकति खोलिदिनुहोस्। जतिकै करोड लाख तारा आकाशमा किन नहोस् तर उज्यालोको लागि पृथ्वीलाई घाम र जुनै चाहिन्छ भनेको तपाईँले अलिकति खोलिदिनुहोस् त यसमा। घाम र जुन भन्दा पनि टाढो तारा छ। तारा त ठुल्ठुलो छ, हजारौँ तारा छ, लाखौँ तारा छ। यो तारा त बनिएर सकिँदैन। तर यो ताराको भन्दा बेसी चाहिँ हामीलाई जुन र घामको मतलब छ। ऊ चाहिँ आमा र बाउ होला नि त हो होइन? तारा त कति झर्छ, कति कहाँ चाहिँ कति के गर्छ। घाम र जुन त घाम उज्यालोको प्रकाशमा होइन उनीहरूले हामीलाई दोहोऱ्याएको छ नि त। स्थायी छ नि, यो त अचम्बरी छ नि। त्यही स्थायी रूपमा हेरेर हामी पनि स्थायी हुनुपर्छ। हामी मरेको छैनौँ। हाम्रो छोराछोरी पनि, हाम्रो गाउँ समाजको भाइ बहिनीहरू जति पनि जान्छ तर उनीहरू मरेको छैन भने हामीले ध्यान राख्नुपर्छ। यस कुरोलाई चाहिँ हाम्रो छोरा नाति पनातिहरूले किन नसोचेको होला? यो त तिनीहरूको सोच्ने ज्ञानै छैन। तिनीहरूको सोच्ने ज्ञान छैन अहिले। तिनीहरू त हारो उमा हिँडिरहेको छ जहिले पनि हारो हुन्छ। तर एक दिन ठक्कर खान्छ, त्यहीँको सोच्छ, सच्याङ्गै हुन्छ। त्यति बेलामा थाहा हुन्छ बुढापाकाले भनेको, बाउआमाले भनेको कुरो त्यति बेला याद हुन्छ। मेरो छोराले भन्थ्यो नि, बाबा म मर्दिनँ, मर्दिनँ, खान्छु म तर मर्दिनँ, आमालाई पनि म मर्दिनँ। मर्दैन अरे, मर्दैन अरे, खान्छ अरे, त्यो त मर्दैन अरे। हस्पिटलमा क्लिक भएर मऱ्यो त के गर्नु? मैले फर्काउनु सक्दैन नि। अब उसलाई कसरी मैले फर्काउनु सक्दैन नि। र यसमा अब छोराले गर्दाखेरि आमा बाउ मरेको जस्तो भइसक्यो अहिले। यसमा अब अलिकति हामी त एउटा गार्जेन भइसक्यौँ। हामी अब तपाईँ एउटा पिता पुर्खा हुनु आँट्नु सक्नुभयो र हामीले एउटा धनी भइसक्यो र हामीले एउटा के जगारो गर्नु भन्दाखेरि चाहिँ मलाई चाहिँ एउटा धार्मिक अलिकति कुरा आयो है। र हामी अन्धेरोलाई धिक्कार्नु, अन्धेरोलाई गाली गर्नु भन्दा चाहिँ हामीले पहिल्यै नै बत्ती बालेर उज्यालोतर्फ लानुपर्छ भन्ने हामीले एउटा कुनै एउटा है संस्कारमा हामी लाँदै पनि हामी बाटो देखाउँदा पनि कोही बेला हाम्रो नानी छोरा नातिहरूले त्यो उज्यालोतर्फ हेर्दैन है। र यसले गर्दाखेरि हाम्रो भालखाडामा एउटा आइलाग्छ। एउटा मादल गीतमा भनेको छ, म त्यही गीतलाई याद गर्छु। मादलीमा समालामा भनेको छ, समाला हो। जन्म दिने आमा, कर्म दिने बाबा, भाग्य लेख्ने भावी नै हो। के लेखिदियो भावीले है यो अभाग्य निधारमा। यो एउटा भाइको रहस्य गीत हो। मादल त छैन यहाँ, एउटा गीत गाउँछु म थोडा। जन्म दिने आमाई, कर्म दिने बाबा नै हो, भाग्य लेख्ने भावी नै हो, भाग्य लेख्ने भावी नै हो, भाग्य लेख्ने भावी नै हो। के लेखिदियो भावी अभागी हृदयमा। दामी
के लेखिदियो भावी अभागी हृदयमा। यो चाहिँ एउटा मानव गीतमा भनेको छ। किनभने यसमा यसमा चाहिँ के भनेको छ भने यो गीतले चाहिँ हामीले मन बुझाउनु पर्छ। हामीले जन्म दियौँ बाउ आमाले छँदैछौँ, तर छोरा जानु नजानु चाहिँ हामीले के कर्म लेखिदियो त्यो कुरा हामी बुझेर हामी बस्छौँ। अच्छा, तपाईँलाई अब एउटा भावुक भएर तपाईँ आज है हामीले तपाईँलाई हामीले खुसी दिनु चाहन्छौँ। हामी गाउँ समाज, गाउँ घरको इष्टमित्र, राजाबासा, साथीभाइ सबैले नै तपाईँलाई खुसीसँग एउटा आउँदो वर्तमानलाई चाहिँ सम्हालोस्। समाजमा, साथीभाइमा, इष्टमित्रमा तपाईँ जस्तो मान्छेको हामीलाई खाँचो पर्छ। र अब यसलाई हामी यिनै च्याप्टर क्लोज गरेर चाहिँ अर्को हामी एउटा रमाइलो एकछिन रमाउन त होइन। एउटा कुनै पनि तपाईँको थुप्रै एउटा जोक्सहरू छ, परिकल्पना भएको छ। र यसलाई हामी कसरी चाहिँ एउटा तपाईँले हाम्रो श्रोताहरूलाई खुसी बनाउनुहुन्छ। तपाईँ रुएर पनि अरूलाई त खुसी बनाउनुहुन्छ नि त। अन्त यो मेरो गुल्चे बुढो गुरुङ ब्लगमा त तपाईँको त पुरा नाम चलेको छ होइन। अन्त त्यसले गर्दाखेरि आज पनि तपाईँलाई मैले धेरै समय बादमा फेरि भेटेर मैले तपाईँको एउटा सानो एउटा अन्तर्वार्तालाई मैले लिएर आइरहेको छु भनेदेखिलाई यहाँ सबै श्रोताहरूले सुनिरहनु भएको छ। र यसलाई कसरी हुन्छ तपाईँले मिठो एक दुईवटा हँसौली गफहरू जोक्सहरू जाओस् होइन। अलिकति के हो भनेदेखिलाई हाम्रो यो जीवन छ, यो रुने जीवन होइन। यो मलाई एक प्रकारको मनले लाग्छ हाम्रो जीवन यो रुने होइन। यस्तो दुखान्त धेरैलाई परेको छ। सबले यो मार्काहरू जम्माएर है, मार्काहरूलाई हामीले पिरले सहेर हामी जिउनु परेको छ। हामीलाई भावीले के लेखेर दिन्छ त्यो भोलि पुग्नु परेको छ। र त्यसले गर्दाखेरि हामी अब खुसीमा जानुपर्छ। सबै नै खुसीमा जानुपर्छ। र जीवन खुसी दुःखी मिलेर जीवन बनेको हो। सब कुरो गऱ्यौँ तर सबभन्दा ठुलो कुरो हामी मर्नु बाँकी छ। तपाईँलाई एउटा कुरो जाँदै म एउटा कुरो भन्नु मन लाग्यो। हेर्नुहोस्, हामी चाहिँ रुनु चाहिँ हामीलाई जन्मिँदै सिकाएको रहेछ। रुनु चाहिँ हामीलाई जन्मिँदै सिकाएको छ। तर अब नरौँ। हामी रुएर आएर हामी आ उ ए भन्नु सिक्यौँ। त्यहाँदेखिको बामी सर्नु सिक्यौँ होइन। बामी सरेपछि हामीले ए आ उ आ फेरि बोल्नु थाल्यौँ है। यसलाई अब हामीले फेरि आउँदो दिनहरूलाई रुएर हामी कहिले पनि हुँदैन है। र त्यसरी नै हामी कक्षाहरू एउटा सानो बालकाहरूमा एउटा हामीले स्कुल पढ्दै जान्छौँ है। एउटा हामी अलिकति ठुलो है एउटा भनौँ एडल हुँदै जान्छौँ। 17, 18, 19, 20, 21, 22 त्यसरी नै हाम्रो संसारमा हामीले इत्यादि कर्महरू गर्दै जानुपर्छ। तर रुनु चाहिँ अब हामीले छोड्नुपर्छ। एक दिन हामी हाँसेर जानुपर्छ। आज मलाई यो भाइले यो भानिसले यो मलाई फक्समा बोलायो। हजुर मेरो केही लाग्दैन यहाँ। हजुर मेरो एउटा गाउँ सामाजिक भाइहरू हजुर मलाई हाँस्नुको लागि बोलाए। पक्का राइट खानुको लागि बोलाए। यसमा अब तपाईँहरूको एउटा मलाई जान्दै लाग्थ्यो। यहाँनिर हाम्रो फुपूले र पुसैले अलिकति तपाईँहरूलाई गेट टुगेदर दिन्थ्यो अरे त पहिला। आज भन्दाखेरि 40 वर्ष अगाडि चाहिँ के अरे दसैँ तिहारमा आइज न केटा हो आइज। मेरो पुसै चाहिँ यहाँ ब्रिटिस आर्मीको हो होइन। ब्रिटिस आर्मीको हो। एउटा कुरा चाहिँ हाम्रो ब्रिटिस आर्मीको पुस भेना छ नि। भेना चाहिँ मिलेर चाहिँ आलुदम बनाउँथ्यो। त्यति बेला त रक्सी थिएन।
जाँड निगार थियो। अब म पनि अलिक केटाहरूमा हुलमा अलिकति जाँड त खाइदिन्थेँ, अलिकति जाँड खाने जिउँ त जिउँ त्यहाँ भनेर जिउँ। त यहाँनिर आइसकेपछि चाहिँ के हुन्थ्यो भने नि, त त्यति बेला चाहिँ के छ हौ चापचाप चुप्छ, अरे आलुदम छ नि भन्थ्यो। ठिक छ आलुदम त 8 आनाको त पाउँथ्यो, बस्नु न 8 आना बस 8 आनाको आलुदम पायो। त्यहाँ फेरि के भयो, त्यहाँ फेरि निगार पायो, कोदोको जाँड पायो। त्यसले त मर्दैन नि त मान्छे, एकदम अर्ग्यानिक हो नि त कोदोको जाँड। अहिले त कोदो मान्छेले देखेको छैन। 45 वर्ष अगाडिको कुरा हो, 60 वर्ष 60 वर्ष अगाडि, 60 वर्ष होइन 55 वर्ष। र त्यसले गर्दाखेरि त्यहाँबाट सट्टै आएपछि जाँड निगार सबै बनाउँथ्यो, जाँड निगार सट्टै बनाउँथ्यो। त्यहाँ सबैले केटाहरू हामी ग्रुपमा आउँथ्यौँ, केटाहरू हामी अल्लर बल्लर थियौँ। म एकदम छन्नुवा जाँड खायो, टक 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 हाल्थ्यो, सबैले जाँड हाल्थ्यो, टक 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 जाँड खायो। आलुदम खाउँ, आलुदम त ल्याउँथ्यो यत्रो फुलमा, त्यति ल्याउँछ आलुदम त हो, त्यति आलुदम। आलुदम त पुरा कतिको हुने 8 आना प्लेट, अन्त 8 आना प्लेटै यो आलुदम खाएको त कहाँको आलुदम पेडालु पो रहेछ। त्यतिमा पेडालु लम्के पेडालुको र त धेर दिनुहोस् त बुढोले कहाँको आलु खाएर पेडालु खाएर आलुको धान बनेको थियो। पेडालु खाएर आलुको धान गर्छस् भन्छ नि, खान्छ नि त्यस्तै पेडालु पो रहेछ। यति पेडालुले नि पक्का खायो, पेडालु टन्न जाँड खायो, पेडालुको तरकारी खायो, ढुक्कै भोलिपल्ट आउँथ्यो बसिनु आउँथ्यो। यस्तो गर्थ्यो। अहिले पेडालु अहिले 120 रुपियाँ केजी छ। महँगो छ, आलुभन्दा महँगो छ, आलुभन्दा महँगो छ, आलुभन्दा महँगो छ। अस्ति मैले बिग बजार गोर्खे बजारमा सोद्धाखेरि पेडालु 110 थियो। अन्त पेडालु कहाँ पाउँछ? अन्त मैले यहाँनिर पेडालुको तरकारी खाएँ, घरमा गयो त घरमा पेडालु नै बाउले उसिन राख्दैन रहेछ, फेरि खानु पर्ने, फेरि घरमै घरै पेडालु बनै ससुराले गएँ भोलिपल्ट, ससुराले त पारा खालको पेडालु ससुराले पनि पेडालु दियो। यहाँ उहाँको गफ चाहिँ अब सुन्नेहरू थुप्रै छ यहाँनिर। यहाँ ऊ एक्लैले गफमा भुलाएको चाहिँ होइन, उहाँको श्रीमती यहाँ हुनुहुन्छ है। त्यस्तै अब यो एउटा हाँसेको देखाइदियो, हाँसेको यहाँ अब अन्य अब है सबै नै छ। अब एक अलिकति के हो, हाँसेको देखाइदियो एकछिन यहाँ हाम्रो सबैजना अब यहाँ यसरी घरमा अब एउटा गेट टुगेदर अब राम्रो चलिरहेको छ होइन, भइरहेको छ। अन्त के अरे भाउजू अलिकति हाँसिदिनु न, बस 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 आऊ मनमा छ नि त भित्र त। अन्त यो हामीले किनभने यसमा अब फेरि के मैले भन्दैछु भनेदेखिलाई दाजुलाई अब है हाम्रो कटोल दाजुलाई के भन्दैछु भने एकजनाले त्यो कुल पूजा गर्दाखेरि बोका काटेको क्या, मलाई साह्रो रहर लाग्छ क्या सुन्नु। बोका काटेको क्या, बोका कसरी काट्यो कसरी मार्यो, कुल पूजा त्यो छेत्रीहरूमा हुन्छ है, है त्यो के बुझाउँदाखेरि हो त्यो? बोका काटेर भागेको क्या, त्यो त्यस्तो कथाहरू पनि रहेछ नि त। अनि एउटा घरमा कुल पूजा गरेको थियो, त्यो बोका काट्दछ नि त भागेरको क्या, कहाँ गएर मऱ्यो होइन त्यो पुलमा त पुछालाई सधैँ पानी चढाउँथ्यो रहेछ। त्यो डरलाग्दो पानी चढाउँछ, त्यो चाहिँ गरेर कुल पूजा गऱ्यो अगाडि अठाउने राखेको थियो रहेछ, अठाउँ ठप्प राखेर काट्छ, खुकुरी निकालेर चट्टे काटेर कुल पूजा सबै गऱ्यो, चट्टे काटेको रहेछ, काट्यो टाउको अलग भयो। दुईजनालाई अठाउनेलाई नि त्यो ब्यागको खुट्टा नि लाभ दिएछ, दुईजनाले चिताङ भएछ। बोका कस्तो डर लाग्छ, यत्रो थियो नि त, एक लाख दिएर दुईजना हराइदियो। त्यो काटेको बोका त टाउको छोडेर त कुदेछ नि, कुदेर कस्तो मन त थियो, कुद्दै माथि 3 माइल खुट्टी पुगेछ।
टाउको बेगरको टाउको बेगरको 3 माइल खुट्टीमा गएर पो भोक्लुको लडेछ त्यहाँ अन्त त्यो त्यत्रो गोलाई पनि काटेर गएको कहाँ आँखा देख्यो कस्तो कुल थियो हौ त्यो कस्तो देउता पाल्थ्यो म सुन्दा छक्क परेँ त्यति बेला चाहिँ कुल चाहिँ डर लाग्दै थियो रहेछ त्यस्तो हुन्छ हो र अब अहिले चाहिँ अब वैज्ञानिक हो एउटा कागज लिएर पछाडि जानुपर्छ 3 दिन जानै पर्छ 3 दिन जानुपर्छ अगाडिको आधार कार्ड थिएन भोट कार्ड थिएन यो रम बियर थिएन निगार पेँडालु खाएको हो र अब अहिले त अन्त रम बियर पछाडि जानु 3 दिन साह्रो छ नि अहिले त अहिले जमाना युगमा बाँच्नु साह्रो छ तर म त यसो भन्छु कि मर्नेहरू पो ठिक भयो अहिले किनभनेदेखिको अहिले एउटा काम सुल्झाउँछौँ हामीले टक्क छ 3 दिन ढुक्कै फेरि अर्को काम पऱ्यो फेरि त्यसलाई सुल्झाउँछौँ न फेरि 3 दिन बस्छौँ फेरि अर्को झमेला फेरि हो परिको भन्छ के अरे त्यो बाटोको कामको के अरे त्यो जब कार्डको के गरेको भन्छ पञ्चायत जा गरेको भन्छ कचहरी जा गरेको ब्याङ्कमा जा ब्याङ्कमा साइन मिलेन अब नो लेखा पढ्यो साइन गर्नु पऱ्यो त्यो मिलेन भने के भन्नु अहिले झमेला छ उहिलेको बुढाहरूले आनन्द ढेँडो खाएर रातभरि चित्रमा पारेको घरमा आनन्द मनले सुतेर मजाले बटन न चोर न चक्का आनन्द जीवन बितायो अहिले चाहिँ त्यो छैन लक्ष्मी प्रसाद देवकोटाको सानो एउटा लक्ष्मी प्रसाद देवकोटाको सानो तुक्काहरू छ होला नि तपाईँसँग ढेँडो र सिस्नु ए त्यो अहिले चाहिँ हामीले नुनिया चामल खाने पनि हामी चाहिँ के अरे आनन्द छैन है रम रक्सी खायो भने हामी आनन्द छैन है बियर रम खायो भने आनन्द छैन है हो हामी आनन्द छैनौँ हाम्रो छोट आयु हुँदैछ तर त्यति बेला चाहिँ के छ ढेँडो र सिस्नु खाएको बेला आनन्द मनले मजाले सिस्नु पकाउ ढेँडो कम पानी आएको पनि चाल पाउँदैन पसिना झरेको पनि चाल पाउँदैन त्यो खरको घर थियो सुत्यो ढुक्कै यतामा आनन्दै साग र सिस्नु आनन्द मनले ढेँडो खान्थ्यो त्यो थियो अब यहाँमा मैले यहाँ अन्ततिर है आउँदैछु यहाँ मेरो अब किनभने उहाँ चाहिँ भाउजू हो पदम पटलको विशेष है म पनि अलिकति उहाँसँग आइरहेको छु है उहाँ मेरो सिनियर हो दाजु हो अब मेरो भ्लगमा काम गरिरहेको छु गर्दैछौँ अब उहाँको अलिकति छोरा भर्खरै बित्नु भएको हुँदा चाहिँ मैले ल्याएको थिइनँ आज चाहिँ अब यहाँनिर अलिकति सानो उहाँलाई मन भोग्नुको लागि नै हामी ल्याएको अब यो चाहिँ मेरो चाहिँ यो हात चल्दैन अब हात चल्दैन देब्रे हातले लानु पऱ्यो दाहिने हातमा बर्खा छ नि यो चल्छ यो आवाज आउँछ यो आवाज चाहिँ छोराको आवाज हुने र अब अन्त्यमा जानुभन्दा अगाडि चाहिँ अब तपाईँलाई हामी सदैव हामी ख्याल राख्छौँ सदैव हामी समाजमा तपाईँको देखा परोस् भनेर हामी कामना राख्छौँ है फेरि पनि के हो हामी जुनियर हो है हामीलाई 2टा अक्षर सिकाए पनि उहाँले है सिकाए पनि पढाए पनि तर पनि आज उहाँ एउटा तिम्रो बात गर्दै भने म एउटा के भन्न चाहन्छु भने म के भन्नु चाहन्छु भनेदेखि चाहिँ मैले कति गुण गरेँ होला कोपडा गरेँ होला तर त्यो मैले बिर्सेँ तर मलाई गरेको गुण एउटै गरोस् म कहिले बिर्सिँदैन यो चाहिँ मेरो ध्येय छ त्यो मेरो ध्येय छ मैले 1000 गरेँ गुण पानी ट्याङ्की बनाएँ घर बनाएँ ओत नभएकोलाई मैले मेरो म बाहिर निस्केर दिएँ हो हार्सिपमा काम हालेँ कमानमा यसो भात खाने मेलो गरेँ
थाना कचेरी गएँ ब्याङ्कमा गएँ सबै आँखा देख्दैन हातले साइन गर्नु सक्ने भएर सब गरेँ त्यो गुण बिर्सेँ मैले पक्का आफूले बिर्सिन्छ बिर्सेँ पक्का, तर तर मैले गरेको गुण अरूले बिर्सिनु हुँदैन नि हुँदैन नि मैले चाहिँ बिर्सिनु पर्छ अर्काले गरेको गुण एउटै म सम्झिन्छु त्यही कुरो चाहिँ मैले एउटै छुवाएको गुण हो। म लाख सम्झिन्छु त्यही कुरो चाहिँ मैले छुवाएको हो तपाईँको एउटा जुन चाहिँ एउटा अच्छा मेरो एउटा कर्म भन्छ त्यसलाई धर्म र कर्म भन्छ होइन एउटा सानो कुरा छ म अब यो खाएको बेलामा भनिहालेँ मेरो हितको साथी थियो हजुर हजुर हितको साथी थियो यो सबमा जान्छ नि त जान्छ हेर्नुहोस् न उसले उसले मलाई गुण गरेको छ यस 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 त्यो भन्नु पाउँछ भन्नु पाउँछ नि यो त मेरो एक नम्बर हितको साथी थियो उसलाई मैले कहाँ कहाँ लान्छु घुमाउनु भनेको थिएँ मेरो ससुरालीमा लान्छु भनेको थिएँ मैले कहाँ लान्छु भनेको थिएँ मेरो विचार थियो मैले आफ्नो जानसँग चाहिएको थिएँ तर मेरो सपना भङ्ग गरेको थिएँ कसरी भनेदेखि चाहिँ मैले उसलाई मैले गुण मैले गरिनँ उसले मलाई गुण गरेको छ एउटै गुण गरेको छ त्यो गुण म मर्दा पनि बिर्सिन सक्दिनँ म बिर्सिँदैन किनभने मलाई बास दिएको छ मलाई सुत्ने ठाउँ दिएको छ मलाई उठ्ने ठाउँ दिएको मलाई दाउरा चिन्ने ठाउँ मेरो बाख्राको बनाइदिएको छ मेरो गाईको गोठ बनाइदिएको छ मेरो सन्तानलाई मलाई राम्रो गरेको छ उसले तर त्यो गुण म कहिल्यै बिर्सिँदैन तर उसले चाहिँ सायद कतिवटा कारणले गर्दाखेरि उसले मलाई बिर्सिएर आज साथीदेखि मलाई फ्याँक्यो दुधमा झिङ्गा पसेको जस्तो गरेर टिपेर मलाई फ्याँकिदियो तर पनि उसलाई म फ्याँक्नु सक्दिनँ किन उसले मलाई एउटै गुण गरेको छ मलाई वासस्थान दिएको छ त्यो मान्छेलाई म कहिल्यै बिर्सिँदैन मर्दा पनि बिर्सिँदैन होला तर उसले मलाई बिर्स्यो उसले मलाई च्यालेन्ज गर्यो उसले मलाई करायो उसले मलाई घरमा आएर पुर्णेको दिनमा करायो हो पुर्णेको दिनमा त्यहाँदेखि मेरो दशा भयो मेरो छोरा मऱ्यो के गर्यो मलाई धोका छ तर म त्यो मान्छेलाई म बिर्सिँदिनँ कहिले बिर्सिँदैन झन् मऱ्यो भनेको म बिर्सिँदैन यो चाहिँ एउटा के हो भनेदेखिलाई मलाई चाहिँ अब मेरो हितको मान्छे हो अलिकति म कहाँ जान्छु भनेदेखिलाई मेरो अब राजा र सुदामा र कृष्ण जस्तो लाग्यो उसलाई सुदामा क्या सुदामा र कृष्णको एउटा कथा छ नि होइन म उसलाई चाहिँ म कृष्ण भएँ ऊ सुदामा होस् उसले मलाई गुण गरेको छ उसले मलाई गुण गरेको छ तर म ऊ भर्खरमा परेर उसलाई उठाउँछु उसले मलाई भनोस् अलिक किसिमको गऱ्यो पनि दर्शन भयो के भयो कसो भयो तर म उसलाई बिर्सिनु सक्दिनँ जो बिर्सिनु सक्दिनँ किनभने उसले बिर्सोस् न उसले बिर्स्यो पनि मलाई भने पनि अहिले उसको आदान प्रदान छैन घरमा गएको छुइनँ तर म उसलाई म बिर्सिँदिनँ कहिले पनि उसलाई मेरो घरमा हामीले खुल्ला छ चियर दिनु मान सम्मान गर्छ मलाई फ्याँकोस् र म उसलाई फ्याँक्दिनँ जस्तो म कृष्ण सुदामा आयो नि कृष्णको सुदामालाई फ्याँक्दैन नि कृष्ण त्यस्तै म उसलाई फ्याँक्दिनँ यो चाहिँ मेरो हकमा जाओस् किनभने मेरो बाउआमा छैन तर ऊ छ म बाउआमा सम्झिन्छु किनभने मलाई वासस्थान दिएको छ त्यस्तै अब दुःखको कुरो दुःखको कुरो हो यो आउनुपर्छ र अब म यो हकलाई बन्द गर्नुभन्दा अगाडि चाहिँ अब के भन्न चाहन्छु भनेदेखिलाई मान्छे चाहिँ अब हामी जन्मिँदा रुएर आएको रुएर आएर हामीलाई रुनु सिकाएकै रहेछ नि त रुएर आएको भने रुनु सिकाएको रहेछ नि त यो चाहिँ यो कर्मभूमि हजुर हजुर यो जन्मभूमि नै हो कर्मभूमि नै हो यो मृत्युभूमि नै हो सबै हामी सबै तर अब तर यसमा चाहिँ जन्मिँदा चाहिँ हामी यहाँनिर चाहिँ यो लोकमा चाहिँ नआउन भनेर हामी जन्मिन्छ यो लोकमा आउनु नै हामीलाई कष्ट छ जन्मेपछि भने नि अहिलेसम्म आजको दिनसम्म नै घडीघडीमा कब्जा हालिरहेको छ हामीलाई सबले काँड क्या सबले त्यसलाई काँड आएको जस्तो गरिदिनु यो कर्मभूमि हो जन्मभूमि एकदम कडा हो र यो पाप भूमि यो भूमिमा हामीले जति धर्म गर्नु सक्दो धर्म गर्नु त्यसले पनि हामीलाई पाप
यो भूमिमा चाहिँ हामी जन्मिएपछि आफूले गर्नुपर्दैन, हामी धर्म गर्नुपर्छ। त्यसले गर्दा हामीले पुण्य भनिन्छ। त्यसले गर्दा हामी स्वर्गमा जान्छौँ, स्वर्ग छ, नर्क छ हो। र त्यसले गर्दा हामी स्वर्गमा जानुभन्दा पछि चाहिँ स्वर्गमा जानलाई जोड्ने चाहिँ हामीले धर्मै गर्नुपर्छ। अझसम्म म धर्मै गर्दा कर्मको र धर्मको परमात्मा र आत्माको कुरा गर्दा अहिले मैले अब उमेरमा मैले गरेँ, बास दिएँ कसैलाई मैले आर्थिक कामहरू गर्ने, भात खान्थेँ कतिजनालाई होइन, त्यो काममा लगाइदिएँ, के गरेँ सक्दो अनुसार आफ्नो ल्याकत अनुसार घर बनाइदिएँ होला, पानी हेर्ची बनाइदिएँ होला है, के गरेँ कसो गरेँ, कहाँबाट पानी ल्याएँ, कता के गरेँ। तर त्यो चाहिँ हामीले यो चाहिँ मैले कर्म गरेको, यो कर्म गरेको अनुसार चाहिँ मैले अहिले खाँदैछु। मलाई मेरो छोरा मरेर छोराले आशीर्वाद दिइरहेको छ, त्यसलाई त म नष्ट गर्नु पऱ्यो है। त्यसले गर्दाखेरि चाहिँ त्यस्ताबाट आशीर्वाद पितृका आशीर्वाद है, अन्त सबैको आशीर्वादबाट चाहिँ मलाई एकदम आनन्द छ। कोही छ म एउटा रुन्छु हिँड्छु भिडियो गर्छु, एउटा लोककृतिमा मैले गरेको हो, र ठिक छ, सब खुसी हो, त्यो भाउ सबैजना त्यति नै म भन्छु। यो हामीले खानुपर्छ। हामी आज मर्छौँ, भोलि मर्छौँ, पर्सि कसैले गर्छ। अघि मैले गीतमा पनि भन्छु है, गीतमा पनि मैले भने भाग्य लेख्ने भावी नै हो, भाग्यले कसैले सक्दैन। छोराले मर्दिन भन्ने भावीले लेखेको हुन्छ। त्यसमा हामीले रुइकाइ गर्नु हुँदैन, हामीले अझै भलाइ गरिदिनु पर्छ। अब मैले जानलाई हेर्नु पऱ्यो, छोराछोरीलाई नाच्नलाई कलाचिजलाई पनि हेर्नु पऱ्यो। त्यो है अब सेकेन्ड टाइम फेरि गर्नु सेकेन्ड टाइम फेरि गर्नु भिडियो चाहिँ अब 17 दिन लामो भएको छ। यसमा तपाईँहरूले अन्यथा नसोच्नुहोला, दिनुहोस्। र यसमा अब जाँदा जाँदा हामी कतिपय अब त्यस्तो हामी होला एउटा जाने बेला म एउटा के भन्छु भनेदेखि हामी पैसा रुपियाँमा यो कलियुगमा नभासियौँ। हाम्रो फेरि यो हामीले आत्मालाई बचाउनु लागि चाहिँ हामीले आफ्नोमा पैसा छ भने धर्म गरौँ, कसैलाई जमिन छ भने जमिन दिएर हामी घर बनाऊँ, कसैको घर बनाऊँ, कसैलाई कोच दिउँ है। त्यस्तै गरेर हामीले हाम्रो जीवन काट्नुपर्छ। हाम्रोको लागि कोही पर्दैन, आफू परेर कालमा आफ्नो जान पनि मर्दैन, छोरा पनि मर्दैन, छोरी पनि मर्दैन, कोही मर्दैन, आफै मरेर जानुपर्छ, आफूले भोग्नुपर्छ। त्यो सम्झेर यो युगमा चाहिँ हामीले धर्म गर्नुपर्छ, धर्म चाहिँ गर्नुपर्छ। धन्यवाद। अब म यसलाई यहाँ यसलाई फेरि हामी फेरि म आउँछु, कटोल आउँछ, कटल फेरि पनि आउँछ, आउँछ बुल्चे बुढो भ्लगमा आउँछ, इन्तजार गर्नुहोस्। यो कुरो चाहिँ अब के हो भनेदेखि आजलाई चाहिँ हामी बर्थडे पार्टीमा छौँ है, र साथीभाइहरूसँग एउटा रमाइलो गऱ्यौँ। उहाँको जति दुःखहरूलाई हामीले बोलाउने कोसिस गऱ्यौँ, र यतिमै हामीले आत्मा र परमात्माको चाहिँ भोलिको दिनमा हामी फेरि भिडियो लिएर आउँछौँ। कसरी चाहिँ आत्मा र परमात्मा चाहिँ यो चाहिँ अब तपाईँले सबैले लाइक गरिदियो भने अथवा यो कमेन्ट गरिदियो भने, सब्सक्राइब गरिदियो भने, अथवा यो कहानी सुन्यो भने आफू पनि स्वर्गमा सिधै जान्छ। ओके दा, ल यतिमै मैले बाँध्दैनौँ, कोही पनि बाँध्दैन, संसारमा आएर जानुपर्छ है, जानुपर्छ। यो कमेन्ट सुनेर आफूले पनि भएको पैसा के छ यो कोट खोलेर दिन्छु, किनेर म ठिकठाक यताबाट आउँछ, यताबाट जान्छ। मेरोमा थाक गरेर 3-4वटा के कोटहरू छ, सुट छ, तर आउँछ जान्छ। यो धर्म, यो कर्मभूमि हो, त्यसमा कर्म गर्नै पर्छ, नत्र भने सडिन्छ पक्का हो, सडिन्छ। कुनै पनि साथले सडिन्छ। त्यसले गर्दाखेरि उहाँको कर्म राम्रै छ जस्तो लाग्छ मलाई, र उहाँ एउटा जमिन मानिस हो हाम्रो लागि है। र उहाँको भिडियो फेरि पनि मेरो सुन्नु, कमेन्ट दिनु नभुल्नु होला। धन्यवाद। त्याजलो खाबुलो खाब्रिमो है, म त खाइबोल्नु मर्नु केही पनि भन्नु सेती छोरा नमस्ते। ल धन्यवाद।